नमस्कार है साथीहरू। यो बुद्धचित्त कृषि क्रान्ति, हामी कृषि प्रधान देश भएको हुनाले हैन कृषि गर्नुपर्छ भनेर ए बारीतिर कफी पनि रोपेको छु। उतातिर चाहिँ नि उतातिर हाम्रो के अरे चाहिँ यो कफीहरू छन् हैन, अलिकति चाहिँ नि अब यो अहिले पानीको भएर अलिकति उ छ, कफीहरू पनि छन्। यतातिर चाहिँ नि अब यो बुद्धचित्त रोप्न लागिरहेको छु। यतातिर लगभग 50 बोट छ अहिलेको उसमा चाहिँ 50 बोट चाहिँ नि बुद्धचित्त यो तीन मुख के अरे तीन सूर्य र दुई सूर्य गरेर चाहिँ नि 50 बोट रोप्ने योजनामा छौँ। हामीलाई सहयोग चाहिँ नि यहाँ सीताराम दाजुले चाहिँ नि गर्नु भइरहेको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अनि सीताराम दाई एकदम हेल्पफुल हुनुहुन्छ गाउँमा। यो चाहिँ नि ल है साथीहरू, सबैजनाले अब बुद्धचित्त रोपौँ, बाँझो भएको बारीमा कृषि क्रान्ति गरौँ है साथीहरू। यहाँ है ल, जय होस्। अलि माटो हाल्नु पर्ने थियो कि पहिला, बस अलिअलि खाल्टो खाल्टो पार्नुपर्ने होला नि त। धेर नथिर्नु। पानी हाल्दाखेरि बस 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 ल ल गजब भयो एउटा। अब अर्को अब हाम्रो यतापट्टि छ। अब यहाँबाट कता हो खोइ त्यता छ, त्यता छ। यो लाइन परेसम्म रोप्ने हो। यतातिर अलिकति माटो खापाखुपु पारौँ त। पानी झ्याप्पो धेरै हालेर राखेको छ माथि। अझै अझै ल हामी चाहिँ झ्याप्पो बुद्ध चित्तको बोट रोप्ने क्रम जारी छ, रोप्दैछौँ। अर्को यता